बाबा, हजुर मेरो अभिमान हो। बाबा, हजुरले दिएका मार्गदर्शन, संस्कार अनि ज्ञान मेरो जिन्दगीको धरोहर हो। भगवानसँग खै के माग्नु, हजुरको छोरी हुन पाउनु नै मेरो जिन्दगीको सबैभन्दा ठुलो उपहार हो। बाबा, हजुरका हरेक शब्दहरू मेरो लागि प्रेरणा हुन्छ। हजुरका दुःखका कथाहरू मेरो लागि हिम्मत भन्न पुग्छ। हजुरका सङ्घर्षले मलाई केही गर्नुपर्छ है भन्ने अठोट दिने गर्छ। हजुरको आश्वासनले मेरो जिन्दगीको अन्धकारमा उज्यालो ल्याउने गर्छ। बाबा, थाहा छ हजुरलाई, हजुरको आधा जीवन त सन्तानको सपनाको लागि सङ्घर्ष गर्दा गर्दै जान लाग्यो। हजुरको सम्मान स्वरूप केही समर्पण गरौँ भने पनि म हजुरको अगाडि केही मूल्यवान शब्दहरू भेट्दिनँ। बाबा, सायद म अहिले हजुरको मुहार हेर्न सक्दिनँ। धैर्य गरेर केही भएर देखाउनेछु, केही गरेर देखाउनेछु अनि त्यही दिन हेर्नेछु खुसीका आँसुले भरिएको त्यो मुहार। कस्तो अनुभूति हुने रहेछ त। हजुरले सिकाएका सिद्धान्तहरूले मलाई एक असल मान्छे बन्न सिकाएको छ। बाबा, हजुर मेरो अभिमान हो। बाबा, हजुरले दिएका मार्गदर्शन, संस्कार अनि ज्ञान मेरो जिन्दगीको धरोहर हो। भगवानसँग खै के माग्नु, हजुरको छोरी हुन पाउनु नै मेरो जिन्दगीको सबैभन्दा ठुलो उपहार हो। बाबा, हजुरका हरेक शब्दहरू मेरो लागि प्रेरणा हुन्छ। हजुरका दुःखका कथाहरू मेरो लागि हिम्मत भन्न पुग्छ। हजुरका सङ्घर्षले मलाई केही गर्नुपर्छ है भन्ने अठोट दिने गर्छ। हजुरको आश्वासनले मेरो जिन्दगीको अन्धकारमा उज्यालो ल्याउने गर्छ। बाबा, थाहा छ हजुरलाई, हजुरको आधा जीवन त सन्तानको सपनाको लागि सङ्घर्ष गर्दा गर्दै जान लाग्यो। हजुरको सम्मान स्वरूप केही समर्पण गरौँ भने पनि म हजुरको अगाडि केही मूल्यवान शब्दहरू भेट्दिनँ। बाबा, सायद म अहिले हजुरको मुहार हेर्न सक्दिनँ। धैर्य गरेर केही भएर देखाउनेछु, केही गरेर देखाउनेछु अनि त्यही दिन हेर्नेछु खुसीका आँसुले भरिएको त्यो मुहार। कस्तो अनुभूति हुने रहेछ त। हजुरले सिकाएका सिद्धान्तहरूले मलाई एक असल मान्छे बन्न सिकाएको छ। म आज जे छु, जे गर्दैछु, जहाँ छु त्यो सबै हजुरको त्यागले गर्दा हो, त्यो सबै हजुरले गर्दा हो। बाबा, म हजुर बिना केही पनि छैन, केही पनि होइन। बाबा, तपाईँ मेरो जिन्दगीको सम्पत्ति हो, मेरो जीवनको आधार हो, मेरो अभिमान हो, मेरो लागि सबै थोक हो।